गाइस दर्शक नमस्कार। आज हामी घुराईको लक्षण पार्कमा छौँ। हामी तीनजना होइन, यता हुनुहुन्छ दुईजना होइन, अनि म बेरोजगार गरेँ। अनि त्यस पछाडि चाहिँ हामी यस्तो मजासँग खतरा खतरा भ्यू छ नि यताबाट। अनि आएर विभिन्न किसिमका देख्नु यस्तो मजा आएको छ, यस्तो मजा आएको छ, यस्तो मजा आएको छ। यता चाहिँ बजार रहेको छ, यता बस पार्क रहेको छ, यता यता विभिन्न किसिमका दर्शकहरू देखिरहनु भएको छ। त्यसै गरी चाहिँ हामी यस्तो हेर्नु मजा छ कि यता हिँड्नु यता साइडमा यस्तो, अनि यता विभिन्न किसिमका नमुनाहरू, अनि यो साइडमा यस्तो बवाल देखिएको छ होइन। हामी तिनजना आइपुगेका छौँ होइन। त्यसपछि चाहिँ हामी विभिन्न किसिमका ठाउँहरू देखाउँछौँ, हेर्नु होला। यता यस्तो रहेको छ, यस्तो 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 यहाँ विभिन्न यहाँ बसिरहनु भएको छ। यहाँ चाहिँ यस्तो साँझको समयमा चाहिँ मस्तसँग हावा खाँदै हुन्छ होइन। अनि हामी उता यसरी आएको छौँ, अनि त्यस पछाडि यता हुनुहुन्छ हाम्रो होइन। अनि जाँदैछौँ होइन। अनि त्यसपछि चाहिँ यहाँ मस्तको ठाउँ देखिएको छ। यहाँ विभिन्न किसिमका ठाउँ जस्तै यता मान्छेहरू हुनुहुन्छ, यस्तो मजाको ठाउँ छ, मजाको छ। यहाँ चाहिँ यस्तो बवाल छ, यस्तो बवाल ठाउँ छ, यस्तो मजाको ठाउँ छ कि यहाँ चाहिँ मेन गरी लखन थापाको यहाँ चाहिँ मस्तसँग एउटा तस्बिर राखेको छ, एउटा मूर्ति राखिएको छ होइन। त्यसपछि चाहिँ विभिन्न किसिमबाट चाहिँ मान्छेहरू धेरै आउनुभएको छ। मेन गरी हामी देखाउँछौँ कि नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको यस्तो मजाको छ। यहाँनिर चाहिँ यस्तो पानी बगिरहेको छ, बिचमा चाहिँ फुल रहेको छ, यस्तो बवाल छ, यस्तो बवाल छ, यस्तो बवाल छ होइन। अनि मान्छेहरू आउनुभएको छ, यता यता यतानिर हामी छौँ होइन, यता 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 धेरै छौँ होइन, टक्क पारेर आउनु होला। अनि यसबारे चाहिँ हाम्रो मिजुले चाहिँ के भन्न जाँदै हुनुहुन्छ, कृपया ध्यान दिएर सुनिदिनुहोस् है। यहाँ नेपालको प्रथम शहीद क्याप्टेन लखन थापाको बारेमा चाहिँ केही स्मरण चिजहरू चाहिँ देखाइएको छ। यहाँ चाहिँ शालिगको बारेमा चाहिँ केही निर्माण कार्यमा रहेका अध्यक्षज्यूहरू, सचिवको सदस्यहरूको बारेमा चाहिँ के भनेको छ। साथै क्याप्टेन लखन थापाको जन्ममिति 1891, शहीद मिति 1933 फागुन 2 गतेका दिन उहाँ चाहिँ नेपालको प्रथम शहीद बन्नुभएको थियो। त्यहाँको बारेमा चाहिँ सानै दिएको छ। जसको चाहिँ उहाँ चाहिँ एक वीर हुनुहुन्छ, जसको चाहिँ नेपालको लागि चाहिँ निकै महत्त्वपूर्ण कामहरू गर्नुभएको छ। जसको चाहिँ स्मरणको लागि चाहिँ एउटा पार्क स्थापना गरिएको छ। बजेट चाहिँ 15 लाख चाहिँ बजेटहरू डाटाहरूकोबाट सङ्कलन गरेर पार्क निर्माण गरिएको भन्ने चाहिँ लेखिएको छ। अब चाहिँ हाम्रो खेमराजजीले केही भन्न चाहनुहुन्छ? केही भन्न चाहन्न हजुर। यहाँ बच्चा गरे खेमराजजी चाहिँ के भन्न चाहिँ त्यस्तो चाहनु भएन, जे भयो भने हाम्रो मिजुले भनिसक्नु भएको छ यहाँको बारेमा चाहिँ यस्तो बवाल छ। हामी चाहिँ अझै भ्यू देखाउँछौँ। अनि हामी पनि आएका छौँ। गाइजहरू कता कता हराएको क्या मिजु? खै खेमराज? फुलबारीमा 500 रुपियाँ जरिमाना रहेछ, तर फुलै फुल्या छैन नि, त्यो छुट्टै कुरा। खै के खेमराज खै के कता हराएको के? शर्माइराखा पछाडि लाज लाग्यो। त्यस्तो गर्नु भएन नि यार। रहेछ। अनि त्यसपछि हेर्नु न मिजु, यो हेर्नु के यो यसको यो डिजाइन भन्ने के भन्ने यस्तो बवाल छ कि। डिजाइन त राम्रो तर कटमा आवश्यकता छ। अनि त्यसपछि यता पनि हेर्नु, उता छ उता होइन, यस्तो बवाल छ, यस्तो छ यस्तो छ। अनि हामी चाहिँ यहाँ बोटनीका सबै विद्यार्थी भएको कारण चाहिँ कुन स्पिसिस होइन, स्पिसिसलाई कुन फाइलममा हो, के फाइलममा, कुन किङडममा पर्छ, कुन किङडम त एउटै भइहाल्यो, कुन फाइलममा पर्छ। अनि यस्तो जाँदै थियौँ होइन। यस्तो रहेछ कि आज चाहिँ पानी आएको होइन मस्तसँग। ओ माई गड, यताका चाहिँ यस्तो छ, यता यता बसिरहनु भएको छ होइन। विभिन्न किसिमका अनेक थरी देख्न पाइन्छ, अनेक थरी होइन, अनेक थरी टेम्पल देख्न पाइन्छ कि यस्तो पनि छ कि होइन। अब त के भन्ने अब हामीले भन्न मिल्दैन होइन। टक्कबारी यस्तो बवाल छ कि आउनु होला होइन। यो चाहिँ दाङ घोराईको एउटा एकदमै महत्त्वपूर्ण घुम्नै पर्ने एउटा पार्क रहेको छ। अनि यहाँ चाहिँ धेरै ठाउँबाट आउँछ। यता चाहिँ यो चाहिँ मेन सेन्टर भएको कारणले गर्दा यहाँ चाहिँ बिहानदेखि साँझैसम्म नै मान्छेको त्यस्तो भिड लाग्ने गरेको हुन्छ। अनि यहाँ चाहिँ एकदम व्यवस्था छ होइन। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ बालकदेखि वृद्धसम्म सबै आउनुहुन्छ। त्यसपछि चाहिँ यहाँ चाहिँ
अब हामीले चाहिँ फोनबाट नै भ्लग बनाएको होइन, तर यहाँ आउँदा चाहिँ क्यामेराको पनि व्यवस्था छ, क्यामेराम्यानहरू हुनुहुन्छ धेरैहरू होइन। उता चाहिँ हामी त्यहाँ देखाइदिन्छौँ है। अनि टक्क पारेर चाहिँ यता चाहिँ चटपटे एउटा लभ चिन्ह रहेको छ, चटपटे चाहिँ क्यामेराको व्यवस्था रहेको छ, फोनको व्यवस्थाको लागि चाहिँ त्यहाँ ठाउँ रहेछ होइन। त्यसपछि मस्तको छ होइन, यहाँ चाहिँ मस्तको छ होइन, मस्तको छ। अनि त्यसपछि चाहिँ विभिन्न ठाउँ देख्न सक्नुहुन्छ, यस्तो भवाल छ कि यस्तो मजाको छ कि यहाँ चाहिँ स्मार्ट सायद टोयलेट नै हुनुपर्छ है। यो चाहिँ स्मार्ट हो, स्मार्ट फेरि स्मार्ट होइन। यस्तो छ कि 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 हामी चाहिँ देखेर नै वाह वाह वाह। पश्चिम ढोका भन्छ होइन, यता चाहिँ पश्चिम होइन, अनि यता यता दक्षिण है, दक्षिण डाइरेक्सन होइन, दक्षिण। राणा टिग्रिना इज ट्राइङ, उहाँ चाहिँ शर्माउनु भएको छ, तर उहाँ चाहिँ हुनुहुन्छ चाहिँ कहाँ, यता साइडमा छ के जोता बहिनी हुनुहुन्छ है त उहाँ क्याम्पस। अनि यो चाहिँ उत्तर डाइरेक्सन है, उत्तरनेर चाहिँ यस्तो ढोका छ, चारै ढोका रहेको छ। अब चाहिँ फाइनलमा पूर्व डाइरेक्सन देख्न गइरहेको छ, किनकि यहाँ फोटो खिचिरहनु भएको छ, यस्तो मोबाइल रहेको छ। यो चाहिँ पूर्व डाइरेक्सन, पूर्वतिरको ढोका हेर्न सक्नुहुन्छ, मोबाइल रहेको छ फेरि। यो चाहिँ ठ्याक्क सेन्टरमा रहेको छ फेरि यता। लो गाइज, हाम्रो डाइरेक्सन चाहिँ मिस्टेक भएछ होइन। हामी चाहिँ लखन पार्क आउँदै गरेर यतातिर चाहिँ यो चाहिँ पारेर उत्तर गेट रहेछ होइन, तर चाहिँ हामीले यसलाई चाहिँ पूर्व गेट भनेका थियौँ। सो सरी ल गाइज, अब डाइरेक्सन चेन्ज भएछ अलि चाहिँ। अब म चाहिँ सल्यानको भएर चाहिँ सल्यानतिर चाहिँ यता यो उत्तर लेखिएको छ होइन, यस्तोबाट यताबाट चाहिँ सूर्य आउँछ, उता चाहिँ दक्षिण भनिन्छ, तर चाहिँ यता दक्षिण भनिने रहेछ, यतातिर चाहिँ यता चाहिँ उत्तर भनिने रहेछ होइन। सो त्यही भएर चाहिँ थोडा सा मिस्टेक हो, आई एम सरी ल गाइस। यो चाहिँ उत्तर गेट हो, मेन गेट भनेकै यो गेट नम्बर 3 रहेछ होइन। यहाँभित्र यस्तो बवाल छ, यस्तो बवाल छ, बवाल छ, बवाल छ होइन, यस्तो मजाको। यतातिर यस्तो छ, यता यस्तो 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 बवाल छ होइन। अनि चाहिँ हामी चाहिँ टक्क बाहिर आयौँ, गेटमा अड्डी पाले भनेर गरे, यस्तो अवस्था छ चाहिँ यहाँ। त्यही भएर आउनु होला होइन।